टिकट चाहिँ आई थिङ्क सायद 3 डेजसम्म चाहिँ हुँदैन अब भन्दैछ उहाँहरूले सिनेमा डिम्याक्स हलमा चाहिँ। तर अब भनौँ न सबै कथा चाहिँ मैले नै नभनौँ होला, अलिकता चाहिँ बादमा तपाईँहरूले हेर्नु होला। तर मलाई चाहिँ गुड मर्निङ रम्फू है, फाइनली है तपाईँको भाइ चाहिँ है जारी मुभी हेर्न नेपाल जाँदै गरेको अवस्था छ है। प्लिज है मेरो साथ तपाईँहरू बनि नै रहनु होला है। यदि तपाईँ च्यानलमा नयाँ हुन्छ यो च्यानललाई सब्सक्राइब गर्नु होला है। राम्रो भिडियो अनि नेपालमा के हुन्छ त्यो डिस्क्रिप्सनमा तपाईँलाई दिने नै छु। अब मेरो साथ तपाईँहरू बनि रहनु होला। फाइनली है जस्ट नाउ सिलगढी सिक्किम किचनमा हल्का बहिनीको रेस्टुरेन्टमा चाहिँ बसेर लस्सी खाँदै गरेको। कहिले पुग्नुपर्ने हो गाइज है, सर्भिसिङ सेन्टरमा हल्का बाइकहरूको चाहिँ यताउता हुँदैछ होइन। म चाहिँ अलिकति अल्छी लागेर यहाँ आइदिएको थिएँ नि है। सिक्किम किचन टु भिजिट गर्न चाहन्छु तपाईँलाई गाइज। यति साह्रो भनौँ न अब यति साह्रो मुस्किल गरेर आयो है यत्रो टाढोबाट है, विशेष गरेर यही जारी हेर्नुको लागि है। टिकट चाहिँ आई थिङ्क सायद 3 डेजसम्म चाहिँ हुँदैन अब भन्दैछ उहाँहरूले सिनेमा डिम्याक्स हलमा चाहिँ। तर अब हामीले जुगाड चाहिँ लाउँदैछ अब भनौँ न, किन यत्रो टाढोदेखि आयो नहेरी जानु त अलिकति हामीसँग टाइम पनि थिएन। तर पुरै अनलाइन बुकिङ हुँदो रहेछ, त्यो चाहिँ थाहा नभएको अवस्था थियो। तै भए हामी जुगाड चाहिँ गर्छ, हेर्नु पाउँछ पाउँदैन है गाइज। फर्स्ट अफ अल चाहिँ है भाइहरूलाई थ्याङ्क यू सो मच है। यत्रो टाढोदेखि आएको थियो बिचरा भाइहरूले, उहाँहरूले चाहिँ अनलाइन गर्नु भएको रहेछ। तर अब उहाँहरूले अलिकति हामीले हेल्प गरेको। थ्याङ्क यू सो मच भाइ, तपाईँहरूलाई धेरै धेरै धन्यवाद है। थ्याङ्क यू सो मच है उहाँहरूलाई, किनकि उहाँहरूको टिकटले गर्दाखेरि चाहिँ हामी अब माथि जानुपर्ने हुन्छ नि त। यस्तो डरलाग्दो क्राउड रहेछ होइन गाइज है। अहिले भने चाहिँ इतना सारा क्राउड होइन, क्योंकि अभी इन्टरभल हो यहाँको लियो भन्यो भने चाहिँ लाइक यसलाई पपकर्न लियो, एउटा स्ट्रिम है के भन्नु लियो। यहाँबाट चाहिँ फोटो सेसन हुँदैछ होइन, मजा आउँदैछ इन्टरभलमा चाहिँ भनौँ न। फाइनली है खुसीको कुरा है, हाम्रो मङ्सी लाग्यो है। हाम्रो अजित सर पनि यहाँ भेट भयो ल। तपाईँहरू तपाईँले हेर्नु भएको छ न अजित सर? ल हामीले चाहिँ हेरिसकिसक्यो, सबैजना सर आउनु भएको छ, धेरै खुसी लाग्यो। आफ्नो गाउँठाउँको यहाँ बहिनीहरू यहाँ भाइहरू उहाँहरू हुनुहुन्छ है, जस्ट इन्जोय मजा आयो अब भनौँ न। फाइनली है 8-9 घन्टाको बादमा चाहिँ है आएर हामीले यो जुन चाहिँ दमकको है डिम्याक्स सिनेमा हलमा आएर जारी 2 पनि हेरिसकेको अवस्था छ गाइज है। जहिले पनि म एउटा सानो अपिल गर्छु है, जहिले पनि है यो जारी 2 चाहिँ सिक्किममा लाग्छ है, सम्पूर्णले हेरिदिनु होला भन्ने अपिल गर्न चाहन्छु। यो मुभीमा चाहिँ यति राम्रो छ अब भनौँ न, सबै कथा चाहिँ मैले नै नभनौँ होला, अलिकता चाहिँ बादमा तपाईँहरूले हेर्नु होला। तर मलाई चाहिँ मन छुयो है। म चाहिँ त्यही भन्छु, हामीले जति पढे पनि, हामी जति ठुलो या धनी जति नै भए पनि है, हामीले आफ्नो रीतिरिवाज है कहिले पनि बिर्सिनु हुँदैन भने सबैलाई भन्न चाहन्छु। त्यसै गरेर है धेरै धेरै धन्यवाद। सबै भिडियो चाहिँ तपाईँको युट्युब च्यानलमा आउँछ है, सबैजनाले गएर युट्युब च्यानललाई पनि सपोर्ट गरिदिनु होला भन्ने सम्पूर्णलाई रिक्वेस्ट गर्दै मेरो साथ तपाईँहरू बनि नै रहनु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज है गाइज है डु सपोर्ट है, डु कमेन्ट्स, डु सब्सक्राइब भन्दै आजको लागि बाई बाई। अर्को ब्लगमा तपाईँहरूसँग अभियसली भेट्ने कोसिस गर्ने नै छु। बाई बाई गाइज।